यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। यतै जानुस् काठमाडौँबाट रवि लामिछाने र बालेन शाह कुलमान घिसिङले गर्न खोजेको के? यिनीहरू भनेका अमेरिकन एजेन्ट हुन्। यिनीहरूमा कुनै नेपालीपन छैन। खबरदार भन्न चाहन्छु म ओम प्रकाश अर्याललाई। आजसम्म यो जति पनि जेन्जी छन् कुनै पार्टीमा आबद्ध छैनन्। हिजो केपी ओली जस्ता हिजो त्यो सरकार चलाएर बस्ने त्यस्ता अहम घमण्ड बोकेकोलाई चाहिँ हामीले निकालेर फ्याल्यौँ भने तपाईँ त नागरिक समर्थनमा बनेको सरकार हो। नागरिकले दबाब दिएपछि छोड्नुपर्छ। मैले यो पटक पटक भनिरहेको छु। राष्ट्रसभाका सभापति रवि लामिछाने र बालेनज्यूले एकपटक पनि बोल्नु भएन, हामीले साथ समर्थन दिनु भएन। अनि हामी नेपाली जनताले बुझ्छौँ घन्टेहरूलाई। आखिरमा यो सरकार जेन्जीको जगमा बनेको सरकार होइन र? यदि जेन्जीको जगमा बनेको सरकार हो भने जेन्जीलाई व्यवस्था गर्नु साँच्चै औचित्य हुन्छ त? प्रधानमन्त्रीज्यू, तपाईँले बाटोमा के भन्दै हुनुहुन्थ्यो भने यी जस्ता भ्रष्टाचारीहरूलाई 5 दिनमा हामी कारबाही गर्छौँ, कठघरामा उभाएर मात्र हुँदैन, यिनीहरूलाई सजाय दिनुपर्छ भन्दै गर्दाखेरि आज त्यो हिजो बाटोमा बोलेको शब्द आज लागू हुँदो रहन्छ अरे। मन्त्री कसरी बनाइयो? खै त पारदर्शिता, खै त गृहमन्त्री कसरी बनाइयो? खेलकुद मन्त्री बब्लु गुप्तालाई कसरी बनाइयो? समानुपातिकमा पढ्न बिजनेसम्यान हुनुपर्ने अनि यो देशका गरिब जनताहरू चाहिँ मर्न बाध्य। उनीहरू चाहिँ कलाकारिता पनि गर्ने, व्यापार पनि गर्ने, नेतागिरी पनि गर्ने। अनि रवि लामिछाने र बालेन शाह कुलमान घिसिङले गर्न खोजेको के? आज एउटा हिजो पत्रकारिता गर्दै गरेका व्यक्तिहरू आज राजनीति जाने भनेर चाहिँ राजनीतिमा आउनु, एउटा गरिब जनताहरूको भावनामाथि खेल्नु, उनीहरूलाई एक दिन पक्कै शराब लाग्नेछ। यिनीहरू भनेका अमेरिकन एजेन्ट हुन्। यिनीहरूमा कुनै नेपालीपन छैन। यदि नेपालीपन भइदिएको भए भविष्य खोज्न यिनीहरू अमेरिका गएर पैसा कमाएर नेपालमा आएर राजनीति गर्दैनन् थिए। यिनीहरू सही जनताको हितमा काम गर्ने भइदिएको भए आज त्यही तपाईँको पत्रकारिता गरिबस्थ्यो होला। आज सयौँ हजारौँ युवाहरू चाहिँ बन्दी भइरहेका छन् जेलमा। यो प्रहरीले निकै निर्घात तरिकाले कुटपिट गरिएको भन्ने हामीले सुनेका छौँ। अनि गृहमन्त्रीज्यूसँग र सुशीला कार्की प्रधानमन्त्रीज्यूसँग अस्ति हामी भेट्दै गर्दाखेरि उहाँलाई हामीले प्रश्न सोध्यौँ, प्रधानमन्त्रीज्यू तपाईँले बाटोमा के भन्दै हुनुहुन्थ्यो भने यी जस्ता भ्रष्टाचारीहरूलाई 5 दिनमा हामी कारबाही गर्छौँ, कठघरामा उभाएर मात्र हुँदैन, यिनीहरूलाई सजाय दिनुपर्छ भन्दै गर्दाखेरि आज त्यो हिजो बाटोमा बोलेको शब्द आज लागू हुँदो रहन्छ अरे। अनि म एउटा कुरा के भन्न चाहन्छु भने सम्पूर्ण नेपाली जनताहरूलाई यहाँ के अरे जेन्जीका नाममा बोल्यो भन्दैमा हरेक दिन नयाँ अनुहार आउँछ अरे। अरे बाबरा, अरे बाबले म तपाईँलाई के भन्छु, त्यो कमेन्ट गर्ने अधिकांश ती भेडाहरूलाई आजसम्म यो जति पनि जेन्जी छन् कुनै पार्टीमा आबद्ध छैनन्। आजसम्म हामीले भोट पनि हालेका छैनौँ। पहिलो भोट हामीले राजसभालाई दिउँ कि भनेको, तर राजसभामा नेता हुनको लागि एनजिओमा काम गर्नु परेको हुनुपर्ने रहेछ कि चाहिँ तपाईँको पत्रकारितामा पुरै नाम कमाउनु पर्दो रहेछ कि कलाकार नै यो देशकै ठुलो कलाकार हुनुपर्ने रहेछ कि यो देशको ठुलै धनाढ्य हुनुपर्छ कि तिनीहरू पैसा बुझाएर समानुपातिक गरे कि होइन, करोडौँ बुझाएर हो कि गरिब जनताहरूको लागि छुट्याइएको त्यो समानुपातिकमा पनि आज राजनीतिक खेल खेलेर रवि लामिछाने, बालेन शाह, यी कुलमान घिसिङहरू भनेका तपाईँहरूको सिर्फ यो देशका लागि आएका होइनन्। यो देशलाई चाहिँ कसरी अमेरिकाको हातमा बुझाउनुपर्छ, अमेरिकाको पश्चिमा डिजाइनमा चल्नुपर्छ भनेर आएका छन्। आज नेपालीपन कसैलाई छैन। हामीलाई माया हो नेपालको, कुनै रवि बालेनको प्रेम माया छैन हामीलाई। कोही मिलोस् या नमिलोस्, तर हामीलाई नितान्त रूपले नेपाली गर्वका साथ नेपाली हुँ भन्ने वातावरण चाहिँ मिलोस्। म त्यति भन्न चाहन्छु। म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, तपाईँ हिजो संविधानको धारामा टेकेर गृहमन्त्री हुनुभएको होइन। त्यसै अर्थ हिजो तपाईँले भन्नुभएको थियो विभिन्न प्रक्रिया पुऱ्याएर मात्र चाहिँ यी बन्दीहरूलाई रिहाई गर्नुपर्छ भन्नुभएको थियो। एकचोटि आफ्नो अस्तित्व बुझ्नुहोस्। तपाईँ हिजो त्यो संविधान जेन्जीहरूको चाहिँ रगतमाथि खेलेर घाइतेहरूका ती पीडामाथि चाहिँ टेकेर तपाईँ आज गृहमन्त्री हुनुभएको छ। तपाईँसँग पावर छ, तपाईँहरूले तुरन्त हाम्रा साथीहरूलाई रिलिज गर्नुहोला। उहाँहरू निकै पीडितमा हुनुहुन्छ। आज माइती घरमा उहाँहरूका परिवारहरू रुँदै आउनुभएको छ। कतिले त तपाईँको झुन्डेर आत्महत्या पनि गर्ने भन्नुभएको छ। यो कुराहरू मिडियामा हेर्दै राख्नुहोला भन्दै लास्टमा के भन्न चाहन्छु भने अधिकांश जनताहरूलाई यो पालि चुनावमा तपाईँहरूले कसलाई दिनुहुन्छ दिनु हुँदैन त्यो मलाई थाहा भएन, तर यो देशमा अहिले के भइरहेको छ भने नेता जति आयात होइन, युवा जनताहरू चाहिँ निर्यात।
त्यसको मतलब के हो भने कलाकार जति छन् यो देशमा होइन, यहाँ बाँची खान सक्ने धनी धनाढ्यहरू चाहिँ नेतामा गए। अनि अधिकांश नेपाली जनताहरू चाहिँ जसको आय चाहिँ निकै निर्मम छ उनीहरू चाहिँ अहिले विदेश जान बाध्य छन्। त्यो रोक्नुको सट्टा अझ चाहिँ तपाईँको विदेश पठाइदिने होइन, यो जेन्जी घाइतेहरूलाई भन्ने एउटा चाहिँ जुन कुरा आएको छ कि हामी भेडा हो र अफ्रिकाले त्यो बेला अमेरिकाले कालाहरूलाई बेच्ने गर्थे नि होइन, त्यस्तै अहिले भेडा बेचे जस्तो नेपाली जनतालाई खाडीमा बेचिएको छ। त्यसर्थ म के भन्न चाहन्छु भने समग्र नेपालीहरूलाई आज एमाले बात छ, काङ्ग्रेस बात छ, रासोपा बात छ, राप्रपा बात छ, माओवादी बात छ, तर नेपाली बात कसैमा छैन। तिमी को हो भन्दाखेरि म रासोपा हो, म एमाले हो, म माओवादी हो, म नेपाली कसैले भन्दैन। त्यसर्थ मलाई निकै दुःख लाग्छ। अब म के भन्न चाहन्छु भने केही वर्षपछि हामी नितान्त यहाँ देखेका युवाहरू पनि विदेशी बाध्य हुनेवाला छौँ, किनकि यो सरकार नै तपाईँको पश्चिमा यो अमेरिकन एजेन्ट, युरोपियन एजेन्ट यी चोरहरूले चलाउन लागे होइन। यस अब सुदन गुरुङ अङ्कलको कुरा गर्दाखेरि उहाँले भन्नुहुन्छ म देशप्रेमी हो, म चाहिँ होइन मिलाउने व्यक्ति हो अरे। तपाईँले मिलाउने भइदिएको भइदिएले, जेनजीको सरकार भइदिएको भइदिएले खै त 28 वर्षभन्दा मुनिका जेनजीहरू मन्त्री भएका मन्त्री कसरी बनाइयो, खै त पारदर्शिता, खै त गृहमन्त्री कसरी बनाइयो, खेलकुद मन्त्री बब्लु गुप्तालाई कसरी बनाइयो होइन, अर्को मन्त्री महावीर पुनलाई कसरी बनाइयो, ऊर्जा मन्त्रीलाई कसरी बनाइयो, अहिले आएका माधव चौलागाईहरूलाई कसरी बनाइयो। अनि यो नितान्त यिनीहरूको खोजी गर्दाखेरि यिनीहरू चाहिँ काहीँ न काहीँ अमेरिकन त्यो तपाईँको युथ काउन्सिलमा चाहिँ जोडिएका व्यक्तिहरू रहेछन्। अनि हामीलाई पारदर्शिता चाहियो के म मन्त्री हुन यो देशमा अमेरिकन एम्बेसी धाउनै पर्ने हो, म मन्त्री हुन यो देशमा कि इन्डियन एम्बेसी धाउनै पर्ने हो, यसको जवाब चाहियो हामीलाई। बालेन्सा हिजो स्ट्याटस लेख्दै त्यो कसैको आन्दोलन होइन, नितान्त जेनजीको आन्दोलन हो भन्दै गर्दाखेरि आन्दोलनमा त उस्काउनु भयो, तर आज हरेक जेनजीहरू पीडामा छन्। उहाँले कहिले शब्द लेख्नु भने ए सरकार यिनीहरूलाई चाहिँ राहत दिलाइदेऊ है, यी पीडित परिवारहरूलाई चाहिँ तपाईँको आँसु पुछ्देऊ है। त्यसपछि एक स्ट्याटस आएन। आज नेपाली जनताहरूले ती फेसबुकमा तपाईँको 6 लाख आउँछ भने म तपाईँलाई ग्यारेन्टी दिन्छु यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। यतै जानुहोस् काठमाडौँबाट बालेन शाहले यति जुनसुकै नेपालको जुनसुकै ठाउँबाट युवाहरू त्यति अब मूर्खता छैनन्। तपाईँलाई चाहिँ 69मा तपाईँ नयाँ व्यक्ति हो, केही गर्न सक्नुहुन्छ कि भनेर त्यति बेला आम नेपाली जनताले भोट दिएका थिए। अब तपाईँ लुसिफर हो, तपाईँ राति राति के खाएर के खानुहुन्छ त्यो मलाई थाहा भएन, खाएर चाहिँ उहाँले स्ट्याटस लेख्नु हुँदो रहेछ। त्यही एउटा स्ट्याटस उहाँले यी जेनजी घाइतेहरूका लागि, यी शहीद परिवारहरूका लागि लेखिदिएको भए आज उनीहरूलाई ठुलो राहत मिल्थ्यो, तर उहाँले लेख्न सक्नुहुन्न। उहाँलाई त के छ, खालि सत्ता र पावरमा कसरी पुगाउँ, यो देश कसरी कब्जा गरौँ भन्ने छ। त्यसर्थ नेपाली जनताले बुझिसकेका छन्। अनि फेरि यो भन्दै गर्दाखेरि कति ती झोले भेडाहरूले नबुझेका छोराछोरी चाहिँ खाडीमा हुन्छन्, बाबुआमा चाहिँ चिल्ला गाडीमा हुन्छन्। त्यस्ता व्यक्तिहरूलाई फेरि यो कहाँबाट आयो, झोले एमालेको झोले, काङ्ग्रेसको झोले, माओवादीको झोले। म आज ती अङ्कल आन्टी ती दाइभाइलाई के भन्न चाहन्छु भने आजसम्म अर्जुन जङ्गमल्लले एउटा पार्टीलाई भोट पनि हालेको छैन र तपाईँको पार्टीको सदस्यता पनि लगेको छैन। आजसम्म स्वतन्त्र बसेको छु म होइन। अस्ति जेन्जी भन्दै भन्दै कति जेन्जी त आज पार्टीमा गइसके। ती जेन्जी होइनन्, ती झोलेहरू हुन्, ती अवसर खोज्न आएका हुन्। नितान्त जेन्जीहरू आज माइतीघरमा आउनुहोस्, आज सडकमा लडिरहेका छन् भन्दै म नेपाली जनताहरूलाई आग्रह गर्न चाहन्छु। यो पालिको चुनावमा तपाईँहरूले के गर्नु पर्यो भने यो पालिको चुनावमा राष्ट्रवादी, राष्ट्रप्रेमी नेपालीलाई भोट दिनुहोस्। कुनै घन्टीलाई दिने होइन, कुनै एमालेका झोलेलाई दिने होइन, कुनै काङ्ग्रेसका झोलेलाई दिने होइन, कुनै माओवादीका झोलेलाई दिने होइन। अब माओवादी भन्ने त पार्टी नै छैन, सकाइसके। भोलि यिनीहरूले देश सकाउन के बेर। त्यही भएर अहिले हामीले स्वविवेक प्रयोग गरौँ, अरूको विवेकमा हामी नचलौँ भन्दै हामी नेपाली हौँ, गर्वका साथ नेपाली भन्ने चाहिँ हामीलाई वातावरण मिलोस् भन्दै जय नेपाल। धन्यवाद। साथीहरूलाई दमन गर्ने तत्कालीन अर्जुन मल्ल, मेरो नाम चाहिँ अर्जुन मल्ल, मेरो घर चाहिँ मुगु होइन। म चाहिँ जेन्जी संयुक्त जेन्जीमा आबद्ध छु र कर्णाली जेन्जीको प्रवक्ता पनि हुँ। विगत 10 वर्षदेखि चाहिँ म यो देशमा चाहिँ विकास हुनुपर्छ। म कर्णालीबाट आएको, कर्णालीमा आज बाटो छैन। 2046 सालदेखि कर्णालीमा चाहिँ तपाईँको बाटो चाहिँ कार्यान्वयन भएको थियो, तर आजसम्म पिच छैन। आज त्यहाँ पर्यटकहरू जान सक्नु हुँदैन। धन्यवाद। यो सुरुमा मैले पढेर सुनाएँ 15 दिनभित्र भनेको थियो होइन। स्क्रिनिङ गरेर अझ स्क्रिनिङ सकिसक्यो। हाम्रो भाइहरू जिल्लाबाट काठमाडौँ, यहाँ यो काठमाडौँ जिल्ला परिसरमा झिकाइएको छ, ल्याइएको छ, त्यहाँ राखेर स्क्रिनिङ गरिसकेको छ। एउटा मान्छेको स्क्रिनिङ गर्न धेरै भए एक दिन लाग्छ, 24 घन्टा लाग्छ।
अझैसम्म किन स्क्रिनिङ गरिसकेको छैन? हामीले पटक पटक त्यहाँ गएर हाम्रो भाइहरू जो दोषी छैनन्, जेनजी आन्दोलनमा सहभागी भएकै कारण उनीहरूलाई थुनामा राखिएको छ भनेर प्रमाणसहित जाँदा पनि यो सरकार, यो सुशीला सरकार, यो गृहमन्त्री ओम प्रकाश अर्याल किन कान थुनेर बसिरहेका छन्? हामी यहाँबाट चेतावनी दिन चाहन्छौँ। हाम्रो कुरा तपाईँहरूले अब नसुन्ने नै हो, अझै पनि अटेर गरि नै राख्ने हो भने हामी कडाभन्दा कडा आन्दोलन गरेर तपाईँलाई हिजो केपी ओली जस्ता हिजो त्यो सरकार चलाएर बस्ने त्यस्तो अहम घमण्ड बोकेकोलाई चाहिँ हामीले निकालेर फ्याल्यौँ भने तपाईँ त नागरिक समर्थनमा बनेको सरकार हो। नागरिकले दबाब दिएपछि छोड्नुपर्छ। मैले यो पटक पटक भनिरहेको छु। या त हाम्रो भाइहरू छोड्नुहोस्, या त आफ्नो अब सक्दिनँ म भनेर हात उठाएर सरकार छोड्नुहोस्। तपाईँलाई त्यहाँ बस्ने कुनै पनि औचित्य छैन। तपाईँको औचित्य समाप्त भइसकिसक्यो त्यहाँ बस्ने। तपाईँले तुरुन्तै यो सरकार छोड्नुपर्छ भन्न चाहन्छु म यहाँबाट। तपाईँलाई ठाडो चेतावनी दिन चाहन्छु। र अर्को कुरा, तपाईँले अहिले फागुन 21 मा चुनाव गर्छु भनिराख्नु भएको छ। यही स्थिति रह्यो भने चुनाव कसरी गर्नुहुन्छ? जबकि देशमा लुटेका हात हतियारहरू, प्रहरीको लुटेका हात हतियारहरू अझै पनि बाहिरै छन्। अझै पनि ती हात हतियारहरू भेटिएका छैनन्। अनि तपाईँ भन्नुहुन्छ हामी चुनाव गराउँछौँ, भोलि चुनाव बिथोलिँदैन? सोच्नु पर्दैन? तपाईँ प्रधान न्यायाधीश हुनुभएको होइन? तपाईँ यो देशको सर्वोच्च अदालतको सम्माननीय प्रधान न्यायाधीश भइसक्नु भएको मान्छेले त्यति कुरो हेक्का राख्नु पर्दैन? जे मन लाग्यो त्यही बोलिदिने? मैले यो चुनाव गराउँछु, शान्तिपूर्ण रूपले गराउँछु। हेर्छौँ हामी कसरी शान्तिपूर्ण रूपले चुनाव हुन्छ। जे बोलिदिन हुन्छ? तपाईँलाई त्यो छुट छैन। जे मन लाग्यो त्यही बोल्ने छुट छैन, जे मन लाग्यो त्यही गर्ने छुट छैन। म यहाँबाट तपाईँलाई स्पष्ट चेतावनी दिन चाहन्छु। शहीदहरूको सपना अनि घाइतेहरूको माग र जेनजी आन्दोलनबाट उठेका स्पष्ट मागहरू जबसम्म पुरा हुँदैनन् तबसम्म चुनाव हुँदैन, हुन सक्दैन र हुन दिँदैनौँ हामी। मैले पटक पटक यो कुरा भनेको छु। धेरै विद्रोही शक्तिहरू बाहिर छन्, धेरै आन्दोलनरत शक्तिहरू सडकमा छन्। तपाईँले कसरी चुनाव गराउँछु भनेर भन्दै हुनुहुन्छ? तपाईँले चुनावको कल्पना कसरी गर्दै हुनुहुन्छ? यो कुरामा हेक्का रहनुहोस्। र म फेरि पनि भन्छु, हामी अब सहमति, तपाईँसँग सहमति गर्नेवाला छैनौँ। हामी अब सहमतिको पक्षमा छैनौँ, हामी अब कार्यान्वयनको पक्षमा छौँ। तपाईँले हामीसँग गर्नुभएको पूर्व सहमतिहरू कार्यान्वयन गर्नुहोस्। महत्त्वपूर्ण हामीलाई तपाईँहरूको हामीलाई सहयोग पनि विभिन्न व्यक्तिहरूसँग, विभिन्न आन्दोलनरत समूहहरूसँग गर्नुभएका ती सम्झौताहरूलाई तुरुन्त कारबाही गर्नुहोस्, नत्र हामी अर्को फेजको आन्दोलन गर्न तयार छौँ। तपाईँलाई यो पनि भन्न चाहन्छु, त्यो आन्दोलन तपाईँले सोचे जस्तो सजिलो हुन्न। तपाईँले सोचे जस्तो यिनीहरूलाई म फकाइहाल्छु नि, म वार्तामा ल्याइहाल्छु नि, सहमतिमा ल्याइहाल्छु नि, त्यसपछि चुप गराउँछु, त्यो हुँदैन। अब हामीलाई वार्ता, हामीलाई संवाद, हामीले अब वाक्क भइसक्यो यो कुराहरूबाट। अब कार्यान्वयनको पक्षमा लानुहोस्। म यो कुरा भन्दै फेरि पनि हामी संयुक्त जेनजी आन्दोलन, जेनजी 2.0 लगायत विभिन्न यस अभियानमा उमिएका अभियन्ता साथीहरू हामी एकजुट छौँ। हामी एक भएर तपाईँको विरुद्धमा लड्छौँ, तपाईँको विरुद्धमा आवाज उठाउँछौँ जबसम्म तपाईँले हाम्रो माग पुरा गर्नुहुन्न भन्दै म आफ्नो भनाइहरू यहीँ राख्न चाहन्छु। हस्त, धन्यवाद। लास्टमा केही प्रश्न भएको छ कि अहिलेको सुशीला सरकारलाई निरन्तरता र उसको सरकारको मुख्य उद्देश्य भनेको अहिले निर्वाचनबाट स्थायी सरकार र अर्को जेनजीले भनिरहेको छ हामीलाई निर्वाचन गर्नु नै थियो भने 84 मा निर्वाचन गरे भइहाल्थ्यो नि। तर किन भन्नुपर्दा पनि के भन्न मन लाग्यो भने हामीले निरन्तर बाटोमा सङ्घर्ष गर्दैछौँ केवल नेपाललाई नयाँ नेपाल निर्माण गर्नको निम्ति। नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ, नेपालमा अझ परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने विषयवस्तुमा आधारित भई हामी निरन्तर साथीहरू बाटोमा सङ्घर्ष गर्दैछौँ। तर पनि यहाँका सरकारले हामीले व्यवस्था गर्दैछ। कहीँ न कहीँ हामीले के बुझ्नुपर्छ भने यी सरकारले के गर्न खोजेको? आखिरमा यो सरकार जेनजीको जगमा बनेको सरकार होइन र? यदि जेनजीको जगमा बनेको सरकार हो भने जेनजीलाई व्यवस्था गर्नु साँच्चै औचित्य हुन्छ त? कदापि हुँदैन। त्यसैले म अहिलेको अन्तिम सरकारसँग के पहलदारी गर्न चाहन्छु भने तपाईँ आफ्नो हृदयमा हात राखेर भन्नुहोला, तपाईँ आफ्नो
छोरालाई सम्झिँदै भन्नुहोला कि तपाईँ साँच्चै जेनजीको जगमा बनेको सरकारमा सहभागी हुनुहुन्छ भने किन तपाईँ जेनजीको माग पुरा गर्नबाट वञ्चित हुँदै हुनुहुन्छ? कुन सरकारले, कुन दलले, कुन व्यक्तिले, कुन विदेशी एजेन्डाले तपाईँले रोकिरहेछ त्यो पनि भन्नु पर्यो कि। हामी तपाईँलाई यत्रो विश्वास गरेर एउटा विश्वासिलो पात्र बनाएर आज सरकारको राजगद्दीमा बसाएका छौँ, जुन कदापि औचित्य देखिँदैन, तर पनि आज तपाईँले यस्तो मौन रहेको अवस्था के होला? आज राज्य विहीन छ, सरकार विहीन छ, नेतृत्वकर्ताहरू विहीन छ, यसको जिम्मेवारी बोध कसले गर्ने? हामी तमाम नेपाली जनताले यसलाई बुझ्नु पर्दैन? आज परिवर्तनको निम्ति बाटोमा सङ्घर्ष गरिरहेका युवाहरूलाई भिडियो मार्फत हेरी आज पूर्वपक्षको लागि थुनामा राखिएको छ। कैदी जस्तो जिन्दगी बिताउने बाध्य भएका छन्, तिनीहरूको रिहाई कहिले हुन्छ? सरकार हिजो अस्ति तपाईँले सम्झौता गरेर पनि भन्नुभयो कि हामीले ती तमाम जेनजी पुस्ताहरूलाई जतिजनालाई हामी पूर्वपक्षको लागि थुनामा राखेका छौँ ती तमाम युवाहरूलाई हामी छोड्नेछौँ। ती शर्त कहिले पुरा गर्नुहुन्छ? तपाईँको शर्त एउटा, तपाईँको वचनबद्ध मात्र कुरा र पेपरमा सीमित रहन्छ कि होला जस्तो हामीले डर लाग्न थालेको छ। त्यसैले हामी तमाम नेपाली जनताले के बुझ्नु पर्छ भने यो कार्यक्रममा बोलिरहँदा पनि म एउटा कुराको यहाँबाट उल्लेख गर्न चाहन्छु र यी तमाम मिडिया साथीहरूले म जे जस्तो भन्छु त्यस्तै सर्लङ्ग पार्न अनुरोध पनि गर्न चाहन्छु। हिजो अस्तिको चुनावमा, विगतको चुनावमा तपाईँको रासोपा पार्टीका सभापतिज्यू रवि लामिछानेज्यू चितवनबाट चुनाव लडिरहँदा दोहोरो नागरिकता लिएको व्यक्तिले पार्टी खोल्न चाहिँ लिगल मानिन्छ यो देशमा, तर दोहोरो नागरिकता बोकेर चुनाव जितिसके पछाडि त्यो व्यक्ति इलिगल कसरी भयो? यो प्रश्नको चिन्ह उडिसके पछाडि निर्वाचन आयोगले जवाब दिनुपर्छ कि पर्दैन? त्यही व्यक्तिले चुनाव जितिसके पछाडि त्यही चितवन क्षेत्रमा तपाईँको रिचुनाव भयो, उपचुनाव भयो। किन भयो भने दोहोरो नागरिकता बोकेको व्यक्तिलाई लिगल मानिँदैन, तर दोहोरो नागरिकता बोकेको व्यक्तिलाई पार्टी संस्थापन गर्नु लिगल कसरी मानिन्छ? हजुर यसको जवाब कसले दिने? यसको जवाब दिनुपर्छ कि पर्दैन? निर्वाचन आयोगले यो जेनजीको नाममा के गर्न खोजेको हो? आज यत्रो जेनजी पुस्तालाई पूर्वपक्षमा राखिएको छ, तर यी भतुवाहरूले, यी नयाँ शक्ति, वैकल्पिक शक्ति भनेर यो हिँडिराख्ने, पसल थाप्ने, अहिलेसम्म कुनै पनि नेताहरूले जेनजीको पक्षमा एउटा पनि शब्द नबोल्न सक्ने व्यक्तिहरू वैकल्पिक शक्तिको निर्माण गरेर हिँड्दैछन्। यसको के औचित्य छ नेपाली जनताको लागि? त्यसैले हामी तमाम नेपाली जनताले के बुझ्नुपर्छ भने यी तमाम जति पनि नयाँ शक्तिहरू आफ्नो पसल खोल्दैछन् ती कुनै नेताहरू नेपालको लागि र जनताको लागि पहलदायी हुँदैनन्। त्यसैले हामीले के बुझ्नुपर्छ भने जो व्यक्ति यस्तो विषम परिस्थिति अवस्थामा जेनजी पुस्ताको माग र म्यान्डेटलाई व्यवस्था गरेर चुनावमा होमिन्छ भने त्यो व्यक्ति नेपाली जनताको लागि हुँदैन। त्यो व्यक्ति केवल आफ्नो स्वार्थको लागि राजनीति गर्दैछ भने नेपाली जनताले बुझ्नुपर्छ। आज यत्रो जेनजी पुस्ता व्यवस्थामा छन्, बेवारिसे हिँड्दैछन् र त्यसका निम्ति एकपटक पनि रासोपाका सभापति रवि लामिछाने र बालनज्यूले एकपटक पनि बोल्नु भएन, हामीले साथ समर्थन दिनु भएन। अनि हामी नेपाली जनताले बुझ्छौँ घन्टेहरूलाई कि घन्टेको वैकल्पिक शक्ति यो देशलाई स्थिरता पाउनको निमित्त, देशमा विधिको शासन कायम गर्नको निमित्त र देशलाई शान्ति बनाउनको निमित्त अहिले पनि घन्टीहरू पसल थाप्दैछन्। त्यसैले हामीहरू सजग हुनुपर्छ साथीहरू, किनभने यो जेनजीको जगमा बनेको सरकारले जेनजीले व्यवस्था गर्छ भने हामी तमाम नेताहरूले व्यवस्था गर्न बेर लगाउँदैनौँ। हिजो अस्ति अलि समय लाग्छ, तर अब समय लाग्दैन, विचार गर्नु होला। त्यसैले म के भन्न चाहन्छु भने हाम्रो माग भनेको अहिलेको अन्तरिम सरकारसँग मात्र नभई यी जति पनि नयाँ शक्तिहरू एक ठाउँमा एकीकृत भइरहेका छन्, तपाईँहरू पनि ध्यान दिएर सुन्नु होला। सत्य तथ्य छानबिन हुनुपर्छ, पारदर्शी हुनुपर्छ, जवाफदेही हुनुपर्छ भनेर त हामीले आन्दोलन गरेका हौँ नि। अनि हामीहरू चाहिँ, हाम्रा भाइ बहिनी चाहिँ जेलको बन्द कोठामा हुनुपर्ने, जसले यो देश दोहन गरे, जसले यो देशलाई बर्बाद पारे, उनीहरू चाहिँ बाहिर हिँड्नुपर्ने। अनि सुदन गुरु, रक्षा बमहरूले यो बुझ्न कति समय लाग्ने हो कि चुनावै हुनुपर्ने हो? अलिकति लाज लाग्दैन? भाइ बहिनीहरूलाई, त्यो रगत बगाएका भाइ बहिनीलाई जेलभित्र हुलेर सत्ताको वरिपरि घुम्न लाज लाग्दैन सुदन गुरु, रक्षा बमहरूलाई? अलिकति नैतिकता भन्ने चिजहरू छ तपाईँहरूसँग?
हेर्नुहोस् आज उनीहरूका बाबुआमाहरू बिचारा 15-16 वर्षका हाम्रा भाइ बहिनीहरू 21-22 वर्षका हाम्रा भाइ बहिनीहरूलाई भित्र हुलिरहँदा जेलभित्र यातना दिइरहँदा उनका बाबुआमाहरूको आँखाबाट आँसु बगिरहँदा तपाईँहरू अनि सत्तामा सुशीला कार्की वरिपरि घुमेर यो आन्दोलनको उपहास गर्न खोजिएको हो। सामान्य नैतिकता भन्ने कुरा हुँदैन। आज हेर्नुहोस् त हाम्रा बन्दी भाइ बहिनीहरूका आम्बाहरू आज माइती घरमा आएर रुनु परिरहेको छ। के यसका लागि आन्दोलन भएको हो? के यसका लागि हाम्रा भाइ बहिनीहरूले सडकमा प्रहरीका लाठी र प्रहरीका बुट खानु परेको हो? होइन। त्यो भए हुनाले चाहिँ म यही ठाउँबाट म भन्न चाहन्छु ओम प्रकाश अर्याललाई, तपाईँ चाहिँ एउटा त्यो अदालतमा बहस गर्दै गरेको एउटा अधिवक्तालाई तपाईँले ल्याएर जसरी गृहमन्त्री यो विद्रोहले जसरी बनायो, अहिले चाहिँ हाम्रा भाइ बहिनी हाम्रा निर्दोष निष्कलङ्क हाम्रा भाइ बहिनीहरूलाई अनि छोड्नका लागि त तपाईँले अनेक खालका प्रक्रियाका कुराहरू गर्न सुहाउँछ। के विद्रोहको म्यान्डेट यही हो? तपाईँ वकिललाई हामीलाई धेरै कुरा सिकाउनु पर्छ जस्तो लाग्दैन। यो विद्रोहले तपाईँ एउटा अदालतभित्र एउटा कुनै मुद्दाको बहस गरिरहनु भएको थियो, यो विद्रोहले तपाईँलाई त्यो ठाउँमा टिपेर गृहमन्त्री बनाएको हो। अनि हाम्रा तपाईँलाई गृहमन्त्री बनाउन लडेका हाम्रा भाइ बहिनीहरूलाई बन्द कोठाभित्र हुलेर जेलभित्र हुलेर तपाईँ गृहमन्त्रीको माथि झन्डा हल्लाउँदै गाडी हल्लाउँदै हिँडेको सुहाउँछ। अनि तपाईँले अहिले ती भाइ बहिनीहरूलाई रिहाई गर्नुपर्छ भनिरहेर तपाईँले अनेक प्रक्रियाका कुरा, अनेक अनुसन्धानका कुरा, अनेक जाँच आएका प्रतिवेदन बुझ्ने कुराहरू हामीलाई सह्य हुन्छ? खबरदार भन्न चाहन्छु म ओम प्रकाश अर्याललाई, हाम्रा भाइ बहिनीहरूलाई भित्र हुलेर माथि गृहमन्त्रीको कुर्सीमा बसेर झन्डा हल्लाउने नैतिकता छैन तपाईँलाई। अब तपाईँलाई त्यो ठाउँबाट होइन हामीले घिसार्ने दिन नआओस् है। अब हामी युवाहरूको यो आक्रोश अब पोखिन मात्र बाँकी छ। अब